अहिले म ठ्याक्क सन्तपुर गाउँपालिका वडा नम्बर 1 माइपोखरी छाँगेमा मन कुमार राईको अलैँची रोपनमा म यहाँ आएको छु। उहाँको चाहिँ यो पाखोला पनि नजिकै बगिरहेको छ र यसपालि अस्ति साउनतिर रोपेको अलैँची सबै रुखको झारपात कालीझार लगायत सोतर लिएर उहाँले सम्पूर्ण बगान नयाँ बिरुवा छोड्नु भएको रहेछ। यहाँ हजुरहरूले नजर गर्नुहोला, यो सबै सोतरले छोपेको छ, पत्रले छोपेको छ, कालीझारले छोपेको छ, उनिउँले छोपेको छ। त्यसो गर्दा राम्रै हुन्छ भन्ने उहाँको अनुभव देखाइरहेको छ र हामीले पनि यसै गर्नुपर्छ भन्ने मेरो विचार लागेको छ। यहाँ तल चाहिँ पहिला मटर लगायत खोर्सानी थिए र त्यसको बिचमा अलैँची यो गत साउनतिर लगाएको रहेछ। उहाँ चाहिँ धेरै माइपोखरी छाँगेको चाहिँ किस्मत के अलैँचीको बारेमा चाहिँ उहाँले चाहिँ अलैँची बारेमा चाहिँ धेरै नै रस पाउनु भएको छ र हामी अलैँची कृषकहरूले पनि उहाँको सिस्टमलाई अपनायौँ भने पक्कै पनि राम्रो हुन्छ भन्ने मलाई लागेको छ। यहाँ खोर्सानी पनि घुसुवा खेती गर्नुभएको छ, त्यस बिचमा अलैँची पनि छ। यहाँ चाहिँ अस्ति असोज 18 को पहिरोले अलैँची लगिदिएछ। यो ठुलो पहिरो झरेर लगिदिएछ यो ओह्रालो र पनि फेरि लाउनु भएको छ।